हरि ओम नमो नारायण। जयकाल भैरव बाबा। भिडियो हेर्नुहुने सबैमा नमस्कार। आज म सपनामा कुकुर देखे के हुन्छ भन्ने विषयमा चर्चा गर्न जाँदैछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। मानिसहरूले सपनामा अनेक थरी चिजहरू देख्दछन्। सपनामा कुकुर देखे के हुन्छ त? वास्तवमा सपनामा कुकुर देखिनु खासै राम्रो मानिँदैन। कुन अवस्थामा कुकुर देख्नु भयो त्यसमा भर पर्दछ। कुकुरलाई रोग या कालको प्रतीक पनि मानिन्छ। यदि सपनामा कुकुरले खेदाएमा तपाईलाई सङ्कट आउँदैछ भन्ने बुझिन्छ, तथा तपाईको दुश्मन बढ्न सक्ने सङ्केत गर्दछ। यदि सपनामा कुकुरले टोकेमा रोगले सताउने सङ्केत गर्दछ। यदि कुकुर आकाश अनि पश्चिम दिशातिर फर्किएर रुनु कराउनु नराम्रो खबर सुनिने सङ्केत हो। यदि कुकुरलाई सपनामा फुलमाला लगाएको देख्नु तपाईलाई सम्मान मिल्ने सङ्केत गर्दछ। त्यसै गरी सपनामा कुकुर शान्तसँग आएर तपाईसँग हात मिलाएमा तपाईको पुरानो साथीसँग भेटघाट हुने सङ्केत गर्दछ। यदि तपाईहरूले अशुभ सपना देखेमा आफ्नो इष्ट देवताको पूजापाठ गर्नु पर्दछ। यसो गर्नाले सङ्कट तरेर जान्छ। साथै कुकुरलाई भगवान काल भैरवजीको वाहन पनि मानिन्छ। त्यसकारण हजुरहरूले काल भैरवजीको दर्शन गर्दा पनि राम्रो फल मिल्ने गर्दछ। भिडियो अन्तिमसम्म हेर्नु भएकोमा तपाईहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो यस भिडियो कस्तो लागिरहेको छ, जस्तो लागिरहेको छ त्यस्तै प्रतिक्रिया दिनुहोला। यदि राम्रो लागेमा सब्स्क्राइब पनि गरिदिनुहोला।